को रुम चाहिँ यो रुम पनि चाहिँ 115. This is the room what we get. यहाँबाट चाहिँ यसमा यो भ्यूकै लाग्यो हामीले हेरेको सनराइज देख्छ भनेर तर खासै यहाँबाट सनराइज चाहिँ देख्दैन रुम त हेरिसक्यो बल्ल बल्ल प्राइस मिलाएको खाना नखाएर पनि कति महँगो हामीहरूले रुमहरू पनि सबै हेरिसक्यो फाइनल गऱ्यो पे पनि गरेर अब यसो बस्यो त के गर्नु अनि त्यही भएर हेरिरहेको छु दिदीले फुल टिपेर फुलको पनि काम गरिसक्नु भएको छ आहा इट्स अ नेचुरल ब्युटी कि यो खासमा पैसा नि परेन केही पनि परेन हेर्दा नि राम्रो छ भोलि भ्युटार जाने बाटो पनि यही नै हो फेरि हामीहरू तर हामी हेर्दैछौँ जाम किन कतिखेर जाने भनेर उसलाई खासमा उसलाई के भन्छ अरे होटेलमा भनेको अनि उनीहरूको आफ्नै गाडीहरू हुँदो रहेछ अनि अलि धेरै ग्रुपमा भएपछि चाहिँ सस्तो पर्ने हो अरे तर अब ग्रुपमा नभएर एक्लै अब हामी मात्रै छ दुईजना अनि पर पर्सन 600 700 1200 पर्दो रहेछ कि अनि त्यति महँगो त नि के जानु भने हामी त विचार गरौँ भनेर आयो तर होइन उनीहरूले पर पर्सन 600 जति लाग्छ भने 200 टु पिपलको के अरे बाइकमा चाहिँ 600 रे अनि त्यसपछि गाडीमा चाहिँ 1200 के हो गाडीमा चाहिँ धेरैजना जानुलाई हुन्छ धेरै मान्छेहरू अरूसँग मिल्यो भने चाहिँ हामी अलिक पर्छ त कोकोलाई खोज्न जानु बिहान 4 बजे मिल्न कि त साँझै मिल्यो भने तल फेरि त्यो पनि बिहान 5 बजे जानुपर्छ सनराइज हेर्नलाई चाहिँ मर्निङमै हो जाने अनि हेर्ने अब आएर न लेट्स सी व्हाट विल ह्यापन कोही भेटिहाल्यो भने ठिक छ ठिट्टेन भने त के गर्नु त्यति महँगो गरेर त अलिकति अवस्था छैन भर्खर स्टुडेन्ट छौँ हामीहरू म चाहिँ ग्रेजुएट स्टुडेन्ट भए चाहिँ स्टुडेन्टै भइरहेको छु आई जस्ट ग्रेजुएट भर्खर ग्रेजुएट भएको छु तर स्टिल फेरि अब स्टुडेन्टै हो कमा खाएन केही नै छैन डोगेश्वर फाइनली वी आर इन रुम हामीले होइन जङ्क फुड यति धेरै खायो अनि अहिले आएर चाहिँ लिएर आएको छ यो फ्रुट एप्पल अनि जुस कस्तो 1000 ग्राम क्यालोरिज खाएर लास्टमा आएर हेल्दी बन्न खोजे जस्तो त्यतिको रियाक्सन बिहान फेरि कचर पचर खाए लास्टमा फ्रुट जुस खाएर सुत्दैछौँ गाइस गुड नाइट बाई बाई लेट्स सी यु टुमोरो होइन भेटौँ न भोलि बिहान हेलो जेमिसी फेरि पनि सबैजनालाई यो चाहिँ दोस्रो दिन हो यो चाहिँ म पार्ट 2 गरेर हाल्छु होला सबैजनालाई अनि आज खासमा सनराइज हेर्न आएको हामी होइन राति वर्ल्ड कप हेर्नुको चक्करमा अनि हामी खासमा बिहान उठ्नै सकेन कि एकैछिन सुतेको उठ्न नसकेर अनि मर्निङमा त अलिअलि सनराइज त भएको थियो होला नभएको चाहिँ होइन तर अहिलेको सिन देखाउँछु यहाँ कस्तो छ अहिले त सब कुहिरो लागेर केही छैन घाम पनि लाग्नु खोजेको छ कि तर कुहिरोले सबै ढाकिदिइरहेको छ क्या यस्तो छ हामी अब कसरी जाने अब तर हिँड्दैछौँ जाँदैछौँ बाटोहरू जङ्गलहरू चाहिँ राम्रो छ यहाँको मलाई चाहिँ राम्रो लाग्यो तपाईँलाई लाग्छ होला तर मेरो खुट्टा लास्ट दुखेको चाहिँ हिजो म हिँडेर त्यत्रो खासमा हाइकिङ गर्ने बानी छैन नि त हराइसक्यो त्यो बानी अनि हिजो त्यत्रो हिँडेर त्यही माथि गाडी नपाएर आउँदै गर्दा त थाकिसक्यो खुट्टा जम्या जस्तो भयो जाममा जस्तो तर पनि हिँड्दैछौँ कतिखेर पुग्न थाहा छैन नगरकोटको आर्मी कलेज नेपाल सैनिक वार कलेज
बाटोमा चाहिँ यसो यसो हेऱ्यो भने चाहिँ रमाइलो लाग्छ पृथ्वी नारायण शाहले तापन म त मलाई अब यदि बिहानै गर्मी लाग्यो जाडो हुन्छ त्यहाँ कोट ज्याकेट चाहिँ लाएर आएको अब गर्मी हुन लाग्यो माथि पुग्दासम्म के हुने थाहा छैन हेलो मैडम कुछ कहना चाहते हो थोड़ा जोर से बोलो नहीं हिन्दी चाहिँ रमाइलो हो यार तपाईँसँग त हिन्दी बोलेर च्यालेन्ज गर्नुपर्ने कि ल अब फुल डे हिन्दी दिदीको त हिन्दीभन्दा धेरै इङ्ग्लिस निस्किन्थ्यो होला होइन नेपाली बोल्नै नहुने गराएपछि चाहिँ इङ्ग्लिस निकाल्छ त्यस्तो गाडीहरू आउँछ कसैलाई लग्दै पनि हुने नि लिफ्ट लगिदिँदैन यत्रो कुकुर हेऱ्यो डरै लाग्ने साउले सल्लोने तेरी चाल बसिता नि भने हेर्दै ढापा डोक्यो भन्दा गयो टाइपको के त्यो दामी यसो कुकुर घरमा पाल्नु पाएपछि कम त मजा आउँथ्यो आफ्नै कुकुर हुन्छ कसो कुकुर पाले अरे कसो कुकुर पाले कसले कुकुर पाले यो दामी छ यार कुकुर लागेर चाहिँ यसो बाटो रमाइलो छ रबाट कस्तो डरलाग्ने जङ्गलले फोटोमा भन्दा रियलमा झन् डर लाग्दो छ त्यो हरर मुभी बनाउने जस्तो छ यार यो त पुरा लडा टाइपको कि यीशु जस्तै तर बाटो चाहिँ दामी के काम लाग्यो हिँड्नलाई चाहिँ मजा भ्यू टावरमा त खासै केही देख्दैन आइएम स्योर यो कुहिरोले गर्दा तर जङ्गलहरू घुम्नलाई चाहिँ दामी छ कि कहिले यसो एक्लै हिँड्दैन राम्रो हुन्छ नि एक दुई घन्टा जङ्गलमा हिँड्ने बाटो पनि सजिलो हो पिच रोड छ नि त वरपरको सिन हेर्दै अलिअलि हाइकिङ गर्न मिल्यो यसमा त्यो जङ्गलमा उकालो चढ्नुभन्दा त बरु यसरी चाहिँ मलाई सजिलो लाग्छ राम्रो लाग्छ हेर्न जङ्गल कस्तो कुहिरो लागेर पनि होला कि यस्तो देखि है ल हामी अब आइसक्यो त्यो छेउमा अलमोस्ट यहाँदेखि माथि चाहिँ चढ्नुपर्छ त्यो बाटोबाट माथि दिस इज द वे यहाँबाट चाहिँ भ्यू टावर जाने बाटो हामीहरू थाकिसक्यो कता थाकिसक्यो थाक्नु पनि है अब त यो पाइला टेक्ने नि गाह्रो नजिक भराइमा चढाउने चढाउनु थाल्यो उतै यो भिडियो त्यही दिन थाकिसक्यो यस्तो हेर्ने मान्छे त्यही पनि दिनकै भए पनि अलिअलि त हेर्छन् यस्तो भ्यू खासमा भ्यू देखिनु पर्ने नि त कुहिरो लागेको पनि देखेको छैन क्या भ्यू टावरमा दिदी चढ्दैछन् दिदी चढ्दै भइसिन्छ खासमा नचढेको कि यो भर्याङ कस्तो अप्ठ्यारो छ हेर्न यति पनि हुन्छ त्यो पनि यस्तो सिधा भर्याङ हाम्रो दाङमा त छैन राम्रै छ यो भर्याङ चाहिँ हाम्रो मन परेन बाँकी ठिकै हो राम्रै अब हेरेर ठाउँ पछि चेन्ज हुनसक्छ तर कस्तो सानो कि हेर्न समातेर सिधै चढ्नु अन्त नचढ्ने त्यसै त हाइट फोबिया यही हेर्न हामी आएको काठमाडौँ भक्तपुरबाट काठमाडौँ त नभनौँ किनभने थिमीमै थियो ल फर्किन लाग्यो हामीहरू This is what we can see. अनि अब सकिन थाल्यो अब चाहिँ हामी फर्किने त्यही बाटोबाट अनि हाम्रो हिजोदेखि आजको ट्रिप पनि सक्यो
इट्स फिनिस्ड गाइस। तर अब घाम लागिरहनु भन्दा म त होसमै राम्रो लाग्यो। भ्यू भन्ने कुरा अब दामी देख्छ नदेख्ने कस्तो भनेपछि गर्मीको मौसममा आएर पनि होला यस्तो शीतल चाहिँ पाउँदैन नि त। अनि शीतलमा बिहान बिहान मर्निङ वक टाइपको सनराइज सनराइजलाई हेर्नु पाए त मजा नै आउँथ्यो। तर नदेखेर पाउँदा पनि रिग्रेट चाहिँ छैन ला हेर्नै पाएन भन्ने टाइपको चाहिँ छैन। आई डोन्ट थिङ्क सो। त्यही भएर हो मलाई चाहिँ त्यस्तो लाग्दैन। आई स्योर हेरियो नि त मजा यस्तो बाटो कहाँ छ खै भन्न मिलेन। आफ्नो ठाउँमा होला नि कतै न कतै जान पाएन नि त। गएपछि चाहिँ होला कोहीले फेरि जङ्गलमा अलिअलि झार जङ्गल देख्नु हुँदैन टिपिहाले खान्। त्यो त चिनिया भएर टिप्या नचिनिया चिज त टिपिन नि त कस्तो राम्रो लागेको थियो। इन्जर चाहिँ देखाएको साइडबाट going back. This is the view. Real heaven. Oh, what a beautiful place. यताबाट जाऊँ न कहाँ जानु माथि जानु पनि तल डाउन एउटै हो। अझ कुहिरो हल्का हल्का मात्रै हटेर अझै मजाले हल्का दामी देख्छ। यो चाहिँ अर्को पार्क आज हामी जाँदैछौँ। घुम्नु कि भ्यू टाढोभन्दा राम्रो त यहाँको यो पार्क चाहिँ बनाएको जस्तो लाग्यो मलाई चाहिँ। Second World War. This is the view. Pretty nice. Nagarkot. And the view is awesome, guys. अब चाहिँ हामी जान लाग्यो तर भ्यू चाहिँ के जस्तो भने भ्यू चाहिँ दामी देख्दो रहेछ यहाँबाट। उतिर फेरि सब ढाक्दै आइरह होटल चाहिँ यहाँ राम्रै छ। फाइनली वी आर ब्याक। खुट्टा हिँड्न सकेन। फाइनली हामी आइसक्यो थाकी पनि हाल्यो। रुमको हालत यस्तो बनाएर गएको कि सानोभन्दा अगाडि खाजा त खानै पर्यो। दिदीले खाजा अर्डर नै गरिसक्नु भएको छ। तपाईँ अब के भन्न चाहनुहुन्छ जाँदै गर्नु एक्सपिरियन्स हामी यति एक्साइटेड भइरहेको थियो होइन। एक्साइटेड भएर रमाइलो भयो होइन। तर अहिले अब घुम्ने बेला त रमाइलो छ घुमिसकेपछि चाहिँ गाह्रो। अहिले घर पनि पाइलै चल्दैन चाहिँ ठुल्ठुलो हुन्छ। त्यो पुरा सिरियस भएर आउनुहुन्छ। फाइनली घरको नजिक आइपुग्नु आयो। आजको दिन यति थाक्यो यति रमाइलो
सबै कुरा एकैचोटि भयो सो घर पनि हामी आइसक्यौँ अब हामी छुट्टिन्छौँ भन्न मिल्दैन हामी एउटै घर जाने अहिलेसम्म हेरिदिनु भएको लागि धेरै धेरै धन्यवाद भेटौँला नेक्स्ट ब्लग नेक्स्ट ट्रिपमा बाई बाई